फेरि एक कप चिया ल्याइदिउ त भयो आन्टी भयो नल्याइदिनु चिया धेरै पिउनु हुँदैन के डायबिटिज हुन्छ फेरि तले वाक्कन्छु गरारे त गोर्खालीको छोरा भएर डायबिटिजसँग डराउँछस् छप्काइदेन खुकुरीले मान्छे हो र छप्काउनु डायबिटिज भनेको रोग हो एकचोटि लागेपछि जिन्दगी भरि जाँदैन डायबिटिज हो कि इज्जतमा लागेको दाग हो एकचोटि लागेपछि जिन्दगी भरि नजाने अबे साले यो डायबिटिजलाई नेपालीमा के भन्छ बाबु नेपालीमा मधुमेह भन्छ आन्टी ओइ मधु भाउजूको नाम लिन्छस् राजेश दाइलाई भन्देऊ ए लाटा मैले मधु भाउजूको नाम लिएको होइन के डायबिटिजलाई चाहिँ नेपालीमा मधुमेह भन्छ भनेको किन मधुमेह भनेको त अरु नाम थिएन मलाई के थाहा त मैले राखेको हो र अनि कसले राखेको त कोन त कसले राखो मैले त नेपाली बुकमा त्यही पढे त्यसैले त्यही भनेको नि कसको नेपाली बुकमा पढिस मेरै बुकमा पढेको नि कसको बुकमा पढ्नु र खोइ कहाँ छ त तेरो बुक घरमै छ नि तँलाई किन चाहियो जहाँ तँ लिएर आइज म चेक गर्छु हो कैन रहेछ साउनी ए साउनी कता गएछ मेरो चाउनी यो जडिया अङ्कल त स्विच अफ भएको भन्नु भएन आन्टी आफै स्विच अन भएछ त चिन्ता नगर बाबु म फेरि स्विच अफ गरिदिन्छु यसलाई के भयो मेरो जडिया राजा रक्सी चाहियो लाखा रक्सी स्विच अफ अब यो जिन्दगी भरि उठ्दैन साउनीको बोली बन्दुकको गोली मसँग जो भिड्छ त्यसलाई पिट्छु पेन्ट खोली